रहेछ। मन्त्रीज्यू नमस्कार। नमस्कार नमस्कार, बस्नुहोस्। टीकाको बेलामा पनि तपाईँ मन्त्रालयमै हुनुहुन्छ त? आज म टीका सिका भन्दा पनि म नयाँ नेपाल बनाउनतिर व्यस्त छु। मलाई जेनजी भाइहरूले देश बनाउनुहोस् भनेर मलाई मन्त्री बनाएको, मलाई दशैं बनाउनुहोस् तिहार बनाउनुहोस् भनेर मलाई मन्त्री बनाएको होइन, मलाई देश बनाउनुहोस् भनेर मन्त्री बनाएको हो। टीका लगाउन कोही कोही भाइहरू आइरहेछन्, जेनजी भाइहरू दिदीबहिनीहरू आइरहेछन्। ऊ यस्तै कोही 2-4 किलो यसो स्याउ बोकेर आउँछन्। यही स्याउ पनि यस्तो फोरेर अब एउटा यो गाडलाई अनि एउटा यो म खान्छु यस्तै भाइहरू ल्यायो भने खान्छौँ। अब यस्तै टीका लाउनेको प्रोग्राममै छौँ म। यस्तै छ। अब 5-10 रुपियाँ राख्नलाई पनि हामी पैसा खर्च गर भनेर हामीलाई मन्त्री बनाएको होइन, देश बनाउनुहोस् भनेर मन्त्री बनाएको हो। हामीलाई यहाँनिर राख्ने 5 रुपियाँ पनि हामीलाई कुनै नेपाल सरकारबाट हामीले सेवा सुविधा लिएको छैन। पुराना मन्त्रीहरूले सबै पैसाहरू सबै खाएर सिद्धिसके। अब हामी नयाँ नेपाल बनाउनतिर छौँ। मलाई सुरक्षाकर्मी शर्मी यताउति सेवा सुविधा मलाई केही पनि चाहिँदैन। एक सुरक्षाकर्मी दिएको सुनाइ छ, यही मलाई बडीगार्ड एकदम काफी छ। अब उही बडीगार्ड म यही मन्त्रालयमै बसेर हामी खाइरहेछौँ, काम गरिरहेछौँ देशको लागि। अरू त्यस्तो केही पनि छैन। अरू केही छ पत्रकारज्यू? म भर्खर हस्पिटलबाट मान्छेहरूलाई पुर्याएर आएको। 5 रुपियाँ मात्रै बाँकी। त्यही भएर राख्नुहोस्। हो यही चामल पनि 2 जना जेनजी भाइहरूले दिएको हो। अब 1 माना चामल ल्याएको थियो, अब आधा माना चामलको मैले अछुता बनाइहालेँ, साँदानी हबीका टाल दिइने। आधा माना चामल ल्याएको अरे अलि बासा बडीगार्ड र मही खानाखि ठिकै हुने हो। त्यही भएर आधा माना चामल बचाएर राखेको छौँ। हस् त, नमस्कार पत्रकारजी। म धेरै बिजी छु, धेरै क्वेसनहरू गरेर मलाई अलमलाउने काम चाहिँ नगर्नुहोस्।